अधिकारलाई सुनिश्चितता प्रदान गर्नको लागि महिलाहरूको लागि विशेष गरेर महिला स्वास्थ्य सम्बन्धी पनि कार्यक्रम आइरहेको अवस्था छ। त्यसैले पनि यहाँ स्वास्थ्य कर्मी साथीलाई यहाँ उपस्थित गराइएको छ र त्यसपछि विद्यालय तहमा गएर अध्ययन गर्ने विद्यार्थीहरूलाई बालबालिका हुन् र विद्यालय तहका विद्यार्थीहरूलाई र त्यहाँ पठन पाठन गर्दाखेरि मात्रै होइन बालबालिकाहरूको हक र अधिकारलाई एउटा शिक्षा दीक्षा दिनको लागि विद्यालय तहमा नै व्यवस्था गर्नुपर्छ भन्ने उद्देश्यले यो स्थानीय शासन बालमन्त्री स्थानीय शासन पढाइका साथ लागू गर्ने अभियान बढियो। अब हाम्रो गाउँपालिकाको पनि बजेट विनियोजन गर्ने एउटा कार्यक्रमहरू रहेको छ र यसमा नीति तथा कार्यक्रमहरू निर्माण हुँदैछ। मैले अस्ति पनि भनेको थिएँ शिक्षक साथीहरूले गाउँपालिकाको नीति तथा कार्यक्रमहरू निर्माण गर्नुभन्दा अघि र बजेट विनियोजन गर्नुभन्दा अघि गाउँपालिका स्तरीय प्रहरको बैठक यो कार्यक्रमलाई चाहिँ अति संवेदनशील भन्नुपर्छ हामीले र संवेदनशील मान्नुपर्छ। यो संवेदनशील कुरा हामी पनि बालबालिका छँदाखेरि हामीले अनुभव गरेका हामीले भोगेका हामीले सिकेका कुराहरूले आज हामीले कार्यान्वयन गरिरहेका छौँ। कुन सूचकलाई कसरी हामीले अगाडि कार्यान्वयन गर्दाखेरि बालबालिकाको अधिकार सम्बन्धी कार्यक्रमहरू पूर्ण हुन्छ बालबालिकाको अधिकार सुनिश्चित हुन्छ भन्ने कुराहरू यो सूचकले प्रदान गर्ने भयो हुँदा यो सूचकको विषयमा नै आज यो पानीमा समावेश हुन्छ र यही कुरालाई अगाडि बढाउँदै भोलिको दिनमा देवघाट गाउँपालिकामा पनि बालमन्त्री स्थानीय शासनले बालबालिकालाई अगाडि बढाउनलाई प्रेरणा मिल्दछ र उनीहरूको हक अधिकारको सुनिश्चित हुनेछ। हरैबाट बालमन्त्री इम्पावरमेन्ट बन्यो भने अनि हामीले बालमन्त्री एउटा स्थानीय शासन सम्बन्धी एउटा घोषणा गर्न बालमन्त्री चाहिँ घोषणा गर्न सकिन्छ। यो कार्यक्रमले फेरि एउटा कुरा के हामीलाई लिजामा पनि एउटा नम्बरको चाहिँ के अरे खाँचो छ। यो चाहिँ घोषणा गर्न सक्यौँ भने भोलिको दिनमा चाहिँ हामीलाई लिजामा पनि एउटा गाउँपालिकाले सञ्चालन सुशासन एउटा सञ्चालन गर्दाखेरि चाहिँ प्राप्त गर्ने नम्बरहरू प्राप्त हुन्छ। यसको विषयको लागि सहयोग दिनको लागि सम्पूर्ण चाहिँ गुरुवर्गहरूमा चाहिँ विनम्र अनुरोध गर्न चाहन्छु। तपाईँहरूले राम्रो काम गरिदिनु भयो त्यति नै स्थानीय सरकार चाहिँ सफल हुँदै जाने र यो गाउँपालिकाको बुद्धिजीवी भने पनि विद्वान भने पनि तपाईँहरू गुरुआमा गुरुबा भने पनि तपाईँहरू हुनुहुन्छ। अर्को कुरा बालमन्त्रीसँग जोडिएको कारणले तपाईँहरूले यसमा चाहिँ एकदमै ध्यान दिनको लागि चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु। सँगसँगै हामी अरू कोणबाट जस्तै टोल विकास संस्थाबाट र घरमा कसरी जाने विषयको कोणबाट चाहिँ हामी स्थानीय सरकारले चाहिँ प्रयास गर्नेछौँ र पक्कै पनि यो बालमन्त्री स्थानीय शासन सफल पार्नको लागि तपाईँ हामी सबैको एउटा चाहिँ महत्त्वपूर्ण भूमिका छ र तपाईँ हामी आफ्नो ठाउँबाट यो भूमिका निर्वाह गर्यो भने पक्कै पनि हामी देवघाट गाउँपालिकालाई एउटा बालमैत्री स्थानीय शासन सञ्चालनमा चाहिँ ल्याउन सकिन्छ। त्यो सूचक हासिल गर्नका निमित्त हामीले काम गर्नुपर्नेछ। विद्यालयले काम गर्नुपर्नेछ, स्थानीय तहले काम गर्नुपर्नेछ, प्रधानाध्यापकज्यूहरूले काम गर्नुपर्नेछ, स्वास्थ्य शाखाले प्रमुखज्यूले काम गर्नुपर्नेछ। सबैले हामीले हाम्रो संयुक्त इफोर्टबाट संयुक्त बलबाट मात्रै हामीले यो स्थानीय बालमन्त्री शासन घोषणा गर्न सक्छौँ। त्यस कारणले त्यो 51वटा सूचक के हो त हामीले गर्नुपर्ने के हो भन्ने विषयमा हामी स्पष्ट हुन्छौँ र छलफलकै माध्यमबाट धेरै कुरा मन्त्री सरले यहाँ सहजीकरण त यहाँलाई गर्नु नै छ र यसका 51वटा सूचकका लागि हामीले गर्नुपर्ने के हो भन्ने विषयमा सरले यहाँलाई एकदम स्पष्ट जाने संयुक्त प्रतिबद्धता यहाँ आउनेछ। किनभने यो स्थानीय तह एक्लैले मात्रै पनि गर्न सक्दैन, हामी विद्यालयले मात्रै एक्लै पनि गर्न सक्दैनौँ। हाम्रो संयुक्त त्यसमा इफोर्ट चाहिँ आवश्यक पर्छ। संयुक्त हामीले काम गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा आज र भोलिको यो कार्यक्रमले हामीलाई यो स्थानीय बालमन्त्री शासन घोषणा गर्नका निमित्त एउटा नयाँ ऊर्जा प्रदान गर्नेछ। जुन गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय त्यस अन्तर्गत रहेको सामाजिक विकास कार्यालयले हामीलाई एउटा त्यो कार्यक्रम मैले यहाँलाई भने बालमन्त्री स्थानीय शासन घोषणा गर्नका निमित्त यसलाई प्रवर्धन गर्ने यसको सुरुवात के हो त कहाँबाट सुरुवात गर्ने हरेक कुरा गर्दा एउटा पहिला जगबाटै काम गर्नुपर्ने हुन्छ, ओडा तलबाट काम गर्नुपर्ने हुन्छ। बालमन्त्री स्थानीय शासन अवलम्बन घोषणाका लागि देवघाट गाउँपालिकाको प्रतिबद्धता भन्ने छ। हामीले प्रतिबद्धता जनाउँदैछौँ। अहिले हामीले केही प्रशिक्षण पनि लिइसकेका छौँ
त्यसको लागि मैले भन्छु, तपाईँहरूले नि मेरो पछि मैले भनेपछि भन्नु होला। म सुरु गर्छु है त। हामी देवघाट गाउँपालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दल, स्थानीय तहका विषयगत शाखा, सेवा प्रदायक, सामाजिक सङ्घ संस्था, विद्यालयका स्वास्थ्य संस्था, बाल क्लब प्रतिनिधि लगायत विभिन्न सरोकारवालाहरूले स्थानीय सरकार 2074 बाल मैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 बाल मैत्री स्थानीय शासन घोषणा कार्यविधि बमोजिम यस गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाको प्रक्रियामा आफ्नो क्षेत्रबाट सक्रिय तथा अर्थपूर्ण सहभागिता जनाई यस गाउँपालिकालाई मिति 2083 साल मङ्सिर 4 गतेसम्म बाल मैत्री गाउँपालिका घोषणाको लागि पूर्ण रूपले सहयोग गर्ने र गराउने गरी यो सामूहिक प्रतिबद्धता जाहेर गर्दछौँ। इति सम्भव 2082 वैशाख 31 गते बुधबार